के तपाईलाई थाहा छ हामीले आफूलाई पनि रिचार्ज गर्नुपर्छ नि। जसरी हामी मोबाइल रिचार्ज गर्छौँ, विभिन्न डिभाइसहरू रिचार्ज गर्छौँ, त्यसै गरी हामीले आफूलाई पनि रिचार्ज गर्नुपर्छ। हामी धेरै युज भएको डिभाइस छ भने धेरै बेर रिचार्ज गर्छौँ, थोरै युज भएको डिभाइस छ भने थोरै बेर रिचार्ज गर्छौँ नि। हो त्यसै गरी हामीले सोच्नुहोस् त यो दिमागको कति धेरै युज गरेका छौँ, हामी कति धेरै व्यस्त छौँ। हामीले यहीँ बसी बसी अमेरिका र इरानको युद्ध पनि पढिरहेका छौँ, देश विदेशमा के भइरहेको छ पनि थाहा पाइरहेका छौँ, घरमा गरेका छौँ, अफिसमा गरेका छौँ, बाहिर भित्र सबैतिर यति धेरै हाम्रो यो माइन्ड बिजी छ भने कति थाकेको हुन्छ होला त। अनि यसलाई चाहिँ रिचार्ज गर्नु पर्दैन त हजुर। तपाईँले यसलाई रिचार्ज गर्ने भनेको चाहिँ डेली ध्यान गरेर हो। तपाईँले जति धेरै ध्यानको प्र्याक्टिस गर्न सक्नुहुन्छ नि त्यति धेरै यो रिचार्ज हुन्छ। त्यसपछि तपाईँलाई धेरै नयाँ नयाँ आइडियाहरू आउँछ, नयाँ नयाँ आइडियामा काम गर्न सक्नुहुन्छ। तपाईँ काम शान्त हुनुहुन्छ, तपाईँमा यति धेरै राम्रो परिवर्तन आउँछ नि, पोजिटिभ परिवर्तनहरू एकदमै धेरै आउँछ। त्यही भएर आजैदेखि ध्यान गर्न सुरु गर्नुहोस्। एटलिस्ट 15-20 मिनट त दिनको आफूलाई दिनुहोस् न हजुर। त्यस पछाडि यसलाई प्र्याक्टिस गरेर बढाउँदै लैजानु होला। आफूलाई समय दिनुहोस्। र हजुरहरू पहिलेदेखि ध्यान गरिराख्नु भएको छ नि हजुरहरूको अनुभव कस्तो छ त अवश्य पनि यहाँ कमेन्टमा सेयर गर्नुहोस् है।